थोरैले हारेको हो के, तर यसलाई हाम्रो हार भन्न मिल्दैन के, यो हाम्रो जित हो के। 185 को टार्गेटमा 180 हान्नु भनेको यो सानो कुरा होइन के। इङ्ल्यान्ड जस्तो टिमसँग नेपालीले त्यतिको स्कोर दिनु भनेको यो सानो कुरा होइन के। दामी खेलेको हो क्या, यतिको खेल्नु भनेको धेरै राम्रो हो क्या। यो हाम्रो जित जस्तै हो क्या। हारियो तर यो हाम्रो लागि जित हो। यदि जितेको भए हिस्ट्री फेरिन्थ्यो, तर पनि हाम्रो लागि यो जितेको जस्तै हो क्या। यसलाई हामीले हार मान्नुहुन्न क्या। यतिको राम्रो खेलेका हुन् क्या आज, एकदम मन छोयो क्या। अनि यो मेन कारण के, मेन कारण यो हार्नुमा मेन कारण भनेको यो किडनी फेल छ नि केपी ओली, यसले गरेर रहेछ क्या। बिहानै उठेर स्ट्याटस लेखेर भ्याइसकेको छ क्या यसले, शुभ बिहानी भनेर हाम्रा क्रिकेटका फ्यानहरूका पोस्टर टाक्न भ्याइसकेको छ। महाकसम यसले गरेर यो पनौतीले जब हाल्छ नि, जब यो पनौती काहीँ पुगेको हुन्छ, जब यो पनौतीले बोल्छ बिग्रिहाल्छ क्या। यदि यसले आज नबोलेको थियो भने जित्थ्यो क्या, कसम हो भनेको क्या। यसले बिहानै लेखेर स्ट्याटस हाल्यो भरे हार्यो आज। यस्ता यस्ता पनौतीले गर्दा कहिले उँभो लाग्नै दिँदैन क्या।